उनी ब्रिटिश लहुरेकी श्रीमती रहेछिन्। उनको उमेर 25 वर्ष भएको रहेछ र विवाह गरेको अहिले 6 वर्ष भइसकेको रहेछ र श्रीमान 2 वर्षमा एक पटक घर आउने रहेछन् र अझसम्म उनीहरूको बच्चाहरू भने रहेनछन्। यति कुरा गर्दा हामीहरू करिब 10 मिनेटको बाटो काटिसकेका थियौं। मैले उनलाई यही रोक्नुस् भनी आग्रह गरे। मेरो होटेल यही हो, फेरि मौका मिलेमा भेटौला भन्दै म झर्न खोजे, तर उनले मलाई आज मेरोमा जाऊ भनेर कर गरिन्। तर म उनको कुरामा सहमत भएन। तैपनि उनले मलाई धेरै कर गरेपछि हामी दुवैजना उनको घरतर्फ प्रस्थान गर्यौं। करिब आधा घण्टाको गाडीमा यात्रा गरेपछि हामी उनको घरमा पुग्यौं। उनको घर सानो चिटिक्क परेको कम्पाउन्ड सहितको रहेछ। उनले आफ्नो गाडी राखेर ढोकाको बेल बजाइन्। कुनै एक करिब 40 वर्षीय महिलाले ढोका खोलिन्। उनले मतिर इसार गर्दै, उहाँ मेरो सोल्टी हो, तिमी गएर सुत, हामी पछि खाना खान्छौ। ती महिलाले मलाई नमस्ते गर्दै बाटो लागिन्। हामी 2 जना छनको कोठामा प्रवेश गयौं। भित्र कोठा महँगा सामानहरूले सजाइएको थियो। उनले ड्रेस चेन्ज गरेर 2 वटा गिलासमा हुस्की लिएर आइन् अनि चियर्स भन्दै मलाई पिउन आग्रह गरिन्। कुरा गर्दै हामीहरूले हुस्कीको पहिलो ड्रिङ्क्स खतम पायौं। त्यसपछि उनले फेरि हुस्की लिएर आइन्। मैले उनलाई म पहिला नै पिएको कुरा भने। त्यसपछि मेरो गिलासमा थोरै राखेर आफ्नोमा अलि धेरै राखिन्। हामी दुवैलाई नसाले छोइसकेको थियो। उनले कोठा न्यानो पर्नलाई हिटर जलाएकी थिइन्। हामीहरू बीच धेरै कुरा भइसकेको थियो। उनले आफ्नो श्रीमान विदेश भएको हुँदा आफूलाई त्यति टाइम नदिएको गुनासो मसँग पोख्दै थिइन्। मैले आफू अविवाहित भएको कुरा उनलाई भने। उनी र म बीच अब अरू कुरा भन्दा सेक्स सम्बन्धी कुरा हुन थाल्यो। यत्तिकैमा उनले आफ्नो श्रीमानले उनको यौन सन्तुष्टि मेटाउनको लागि नक्कली लिङ्क पठाइदिएको कुरा गरिन्। मैले उत्सुकताका साथ नक्कली लिङ्क पनि हुन्छ भनी सोधे। उनले मलाई हेर्ने हो भनिन्। मैले त्यस्तो कुरा कहिले नदेखेको भनी उनीसँग भने। उनले दराजको ढोका खोल्दै त्यसलाई झिकेर आफ्नो मुख बाहिर भित्र गराउन थालिन् अनि मेरो नजिक आएर मेरो पाइन्ट भित्रको भाइलाई सुमसुमाउन थालिन्। ममा अनौठो काउकुती लाग्न थाल्यो। उनले मेरो पाइन्ट पनि खोलेर एकतिर फालिदिइन् अनि मेरो भाइलाई आफ्नो मुख भित्र बाहिर गर्न थालिन्। मलाई कस्तो तो अनुभव भइरहेको थियो। उनले अप्ठ्यारो मान्न पर्दैन भन्दै टिभीमा ब्लू फिल्म लगाइन्। उनले आफ्नो शरीरको सम्पूर्ण वस्त्र खोलिन्। बेडमा आई पुन मेरो भाइसँग उनी खेल्न थालिन्। म पनि उनको स्तनको मुन्टा चुस्दै उनीसँग लडीबडी खेल्न थाले। तर मेरो मनमा नक्कली लिङ्कको बारेमा जान्ने कौतूहलता थियो। मैले उनलाई नक्कली लिङ्क कसरी प्रयोग गर्ने भनी सोधे अनि प्रयोग गरेर देखाऊ भनी भने। उनले मेरो कुरा मानिन् अनि आफ्नो गुलाबी यौनी मलाई देखाउँदै त्यसको वरिपरि थुप दल्दै त्यो नक्कली लिङ्कभित्र बाहिर गराउन थालिन्। म त्यो सबै दृश्य हेर्दै थिएँ। उनको यौनीको वरिपरि हलुका रौँ थिए अनि त्यसको बीचमा एउटा अटल हिमाल जस्तो गुलाबी रङको चुचुरो थियो। त्यसको केही तल उनले नक्कली लिङ्क बाहिर भित्र गराउँदै थिइन्। मैले उनलाई तपाईको रौँ किन यस्तो पातलो भनी सोध्दा उनले बिलेटले मिलाउँछु भनी जवाफ दिइन्। मलाई पनि त्यो सबै दृश्य देख्दा मनमा काउकुती लागिसकेको थियो। मेरो भाइ पनि निकै फुर्तिलो भइसकेको थियो। म पनि मेरो भाइलाई बिस्तारै खेलाउँदै थिएँ। उनको यौनीतिर नजर गाडेको त उनले छिटो भित्र बाहिर गराउँदै थिइन्। यौनीबाट पानी निस्किरहेको थियो। मैले त्यो दृश्य सहन नसकेर उनको हातबाट नक्कली लिङ्क झिकी म आफैले भित्र बाहिर गराउन थाले। उनको यौनीबाट पानी बगिराखेको थियो। मैले त्यो पानी यसो हातमा लिएको त निकै चिप्लो थियो। उनको मुखबाट अनायासैमा केही शब्दहरू निस्किएका थिए। आ। मैले उनको चित्कार रोक्नको लागि उनको मुखमा मेरो मुख जोडिदिए। उनी निकै उत्तेजित भएकी थिइन्। मैले पनि उनको स्थानका मुन्टामा टोक्दै मेरो हातले उनको यौनी खेलाउँदै टिभीतिर नजर दिएको त टिभीमा पनि कुइरेहरूको यस्तै दृश्य आइरहेको थियो। यत्तिकैमा उनले प्लिज अब म धेरै सहन सक्दिन भन्दै थिइन्। मेरो भाइ पनि उनको दुलो भित्र छिर्नलाई बाटो खोजिरहेको थियो। मैले पनि अब धेरै बेर गर्न नहुने ठानेर उनको दुलोको नजिक मेरो भाइलाई लगेर राखे। यौनीबाट चिप्लो पानी बगेको हुँदा मेरो भाइलाई उनको दुलो खोज्न कुनै गाह्रो थिएन। मेरो एक झट्कामै मेरो भाइ उनको यौनी भित्र छिर्यो। जब मेरो भाइ भित्र बाहिर गर्न थाल्यो उनको मुखबाट अनौठा शब्दहरू निस्किन थाल्यो। आ अझै भित्र छिराउ जस्ता शब्दहरू निस्कन थाले। उनी पूर्ण रूपमा बेहोसी जस्तै भएकी थिइन्। मैले उनलाई अर्को स्टाइलले दिने विचार गरी उनको हात र खुट्टा भुइँमा टेक्न लगाए। उनी अब पशु जस तै गरी बसिन्। मैले पनि उनलाई पशु स्टाइले दिन थाले। त्यसरी मेरो लिङ्क उनको यौनीमा पस्दा उनको यौनी केही साँघुरो हुन गयो। मलाई अलि टाइट भएको अनुभव भयो। मैले बिस्तारै ठेल्दै थिएँ। त्यसो गर्दै मलाई साह्रै मजा आइरहेको थियो। यत्तिकैमा उनले मलाई बेडमा उत्तानो
परेर सुत्न लगाइन् अनि मेरो लिङ चुस्न सुरु गरिन्। आहा कति मिठो आइसक्रिम भन्दै उनले मेरो लिङ चुस्न थालिन्। म पनि उनको योनिभित्र औला घुसारेर त्यहाँबाट निस्किएको चिप्लो पदार्थ उनको शरीरमा दल्दै थिए। त्यतिबेला त्यहाँको वातावरण निकै आनन्ददायी थियो, मानौ हामी एक अर्कोमा तृप्त थियो। त्यत्तिकैमा मैले पुनः उनको यौनीभित्र मेरो लिङको प्रवेश गराए। उनी पहिले भन्दा झन् उत्तेजित थिइन्। उनले तलबाट नै पेलिरहेकी थिइन्। यसो गर्दै मलाई निकै आनन्द आइरहेको थियो। मलाई पनि निकै फुर्ती चढ्न थाल्यो। मैले पनि उनलाई 120 को स्पिडमा दिन थाले। खोइ हुस्कीको नसाले गर्दा होला, मेरो माल पनि झरिरहेको थिएन। त्यतिबेला पुनः उनको मुखबाट शब्दहरू निस्किन थाले। फक फक फास्ट फास्ट खेउ माइ थसी ओइज ओइज फास्ट फास्ट। यस्तै शब्दहरू उनको मुखबाट निस्किँदै थिए। ओ मेरो पुती च्यातिदेऊ प्लिज वॉइस यस भन्दै उनी बग्दै थिइन्। म पनि उनलाई 120 को स्पिडमा नै दिँदै थिएँ। मेरो गति झनै बढ्न थाल्यो। मैले सोचे अब मेरो माल झर्छ होला भनेर। उनी पनि शिथिल हुँदै गएकी थिइन्। यत्तिकैमा मैले मेरो भाइलाई उनको यौनीबाट बाहिर झिकी उनको मुखको नजिक लगी एक झड्का मारेको त मेरो भाइले बमिट गर्न थाल्यो। उनले झट्ट मेरो भाइलाई आफ्नो मुखमा लगी मेरो वीर्य सबै मिलिन्। त्यसपछि हामी दुवै शिथिल भयौं। दुवैजना करिब 15 मिनेट जति बेडमा अचेत जस्तै भई लडिराख्यौं। सायद हामी निकै थिकित थियौं होला। त्यसपछि उनले मालै नुहाउन जान आग्रह गरिन्। मैले उनलाई सँगै नुहाने कुरा गरे। हामी दुवै बाथरुमभित्र प्रवेश गर्यो। त्यहाँ पनि हाम्रो कहानी सुरु भयो। बाथरुममा उनले सबैभन्दा पहिला उनले मेरो भाइलाई धोइदिइन्। मेरो राजा नै यही हो, ल ल बाबुलाई म नुहाइदिन्छु, ल ल ल भन्दै उनले मलाई अनि मेरो भाइलाई नुहाइदिन थालिन्। म पनि उनको योनीमा साबुन लगाई राम्रोसँग धोइदिए अनि उनको सम्पूर्ण शरीरमा एक पटक किस गरे। उनको यौनीको दुलोमा मेरा औला पस्दा फेरि मेरो भाइले उनको दुलो खोजे जस्तो गर्न थाल्यो। मैले उनको स्तनको मुन्टा निकै बेर चुसे। उनले कस्तो बच्चा जस्तो बुबु खाइराखेको, अरू पनि केही खाउन भन्न थालिन्। मैले पनि उनलाई त्यही ठडाएर नै दिन थाले। त्यहाँ एक सट पूरा गरी हामी नुहाएर बाहिर आयो। खाना खाएर हामी पुनः बेडरुमतिर फर्कियौं। त्यो रात मैले उनलाई 5 पटकसम्म विभिन्न स्टाइलले दिए। मलाई निकै आनन्द अनुभव भयो। बिहान 9 बजे मात्र म उठे अनि उनले चिया लिएर आइन्। हामी दुवैले चिया पियौं। मैले अब म जानुपर्छ भन्ने कुरा उनी समक्ष राखे। मालै उनीदेखि केही लाज लागेको थियो। उनले आफैले गाडीमा पुर्याइदिने कुरा गरिन्। तर म आफै जान्छु, किन बेकार दुःख गर्नुहुन्छ भन्दा उनले रातभर मेरो लागि दुःख गर्यो। म पुर्याइदिन्छु नि भनिन्, तर म आफै जान्छु भनेर म हिँड्न लागे। तब उनले एउटा पेपरमा आफ्नो मोबाइल नम्बर लेखेर दिइन् अनि म बसेको होटेलको फोन नम्बर मागिन्। मैले पनि उनलाई फोन नम्बर दिए। उनले मलाई फेरि भेट्ने बाचाका साथ दराजबाट केही पैसा झिकेर मेरो खल्तीमा राखिदिइन्। मैले पैसा लिन मानिन्। उनी रिसाउँदै मलाई गाली गरिन्। मैले पनि आरामको कमाई सम्झिलिए। उनले गुड बाई भन्दै मलाई किस गरिन्। मेरो मनमा फेरि काउकुती लाग्यो। मैले पनि उनलाई किस गर्दै बेडमा लडाएर पुनः काम सुरु गरे। खै बिहान भएर हो कि मेरो माल छिट्टै झर्यो। उनले तौलियाले मेरो भाइलाई पुछिदिइन् अनि म आफ्नो बाटो लागे। ट्याक्सी लिएर म होटेलमा आए। होटेलमा आई उनले दिएको पैसा हेरेको त 5000 रहेछ। म निकै खुसी भए। मनमा अजिङ्गरको आहार दैवले जुराउने रहेछ भन्दै खानालाई तल झरे।